आज तपाईँको 10-11 बजे भित्रमा दाइ डिसिजन भएन भने हामी राष्ट्रपति कार्यालय घेराउ गर्छौँ दाइ। नेपाली जनता सबैजना घेराउ गर्छ। हजुरहरूले सुटिङ गर्नुहुन्छ होला आफ्नो ठाउँमा छ दाइ। यत्तिकै मर्ने उत्तिकै मर्ने हो दाइ होइन। म अहिले आह्वान गर्दैछु सबैजनालाई, राष्ट्रपति अस्ति हामीले छुएको छैनौँ यति मात्र कारणले गर्दा दाइले मेरो कुरा सुनिदिनु होला है हजुर दाइ। म एकदम सिरियसमा छु। हजुरलाई मैले एकदम दाइ मानेर हजुरलाई रेस्पेक्ट गर्छु। म नेपाल आर्मीले प्रयास गरिरहेछ, मैले देखिरहेको छु नेपाल आर्मीले प्रयास गरिरहेछ होइन। चिफ साहबले पनि प्रयास गरिराख्नु भएको छ, बिचरा 10 घण्टा भइसक्यो प्रयास गरिराख्नु भएको चिफ साहबले पनि होइन। तर अझ पनि रामचन्द्र पौडेलले तपाईँको नेपाली कांग्रेसको नेपाली कांग्रेसको आधारमा म नेपाली कांग्रेसको उयो भएको हुनाले चाहिँ यसले राजनीति खेलिरहेको छ दाइ। मेरो देशको सवाल छ दाइ, म गोली खान तयार छु, हामी सबैजना तयार छौँ। 10 र 11 बजे भित्रमा यो डिसिजन भएन भने हजुरलाई ठोकेर राखिदिन्छ कि छातीमा गोली खाएर हामी अगाडि बढ्छौँ।